दर्शकबिन नमस्कार अनि स्वागत गर्दछु तपाईहरुलाई हाम्रो यस जुना जैसी अफिसियल च्यानलमा। आज हामी चर्चा गर्नेछौं गएको नारी भागमा के भयो र अब आउने भागमा के होला भन्ने विषयलाई लिएर। तपाईहरु यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला, किनभने म तपाईहरुका माझ यस्तै नेपाली सिरियलका रिभ्यु भिडियोहरु सदा लिएर उपस्थित हुने गर्दछु। दर्शकबिन अहिले चाहिँ देवीकी छोरी भइसकेपछि पनि उनकी सासूले चाहिँ उनलाई र उनका श्रीमान अर्थात् आफ्ना छोरा आकाशलाई एकदमै धेरै नराम्रो व्यवहार गर्न भने छोडेकी छैनन्। आफ्नी आमा नै अलक्षिणी भएपछि बच्चा पनि अलक्षिणी त जन्मिहाल्छ नि, त्यसैले गर्दा यिनीहरूले अब आफ्नै सन्तानबाट एकदमै धेरै दुःख र हेला पाउनु पर्ने छ भनेर उनकी आमाले चाहिँ आफ्ना छोरा र बुहारीलाई श्राप दिइरहेकी छिन् भने अर्काकी छोरी अर्थात् लक्ष्मीलाई चाहिँ मलाई यसले सधैँभरि साथ दिन्छ भन्दै उसलाई नै एकदमै धेरै प्रेम र सम्पत्ति दिएर आफ्नै घरमा राखिरहेकी छिन्। उतातिर लक्ष्मीले चाहिँ आकाशसँग खुसुक्क बिहे गरेको कुरा न त देवीलाई नै न त आकाशकी आमालाई नै थाहा भएको छ। यो कुरा सिर्फ आकाश र लक्ष्मी बीच रहेको छ भने लक्ष्मीले चाहिँ आकाशलाई अब नियन्त्रणमा ल्याउनका लागि र ब्ल्याकमेल गर्नका लागि सिन्दूर हालेको भिडियो नै क्लिप राखेकी छिन्। दर्शकबिन उतातिर चाहिँ देवीले आफ्नो बच्चाबाट जन्मिएको दिनबाटै नै एकदमै राम्ररी पाल्छु भनेर आशा गर्दा न्वारनको दिनमा बच्चासँग छुटिएर एक्लै बस्नुपर्ने भएपछि उनलाई एकदमै धेरै पीडामाथि पीडा आइपरेको छ। अन्ततः देवीले पहिलेबाट नै बुहारी भएपछि एकदमै दुःख र सासूको वचनहरू सहेर आइरहेकी थिइन् भने अब चाहिँ बच्चा हुँदा पनि बच्चाबाट टाढा भएर बस्नुपर्ने अवस्था भने उनको जिन्दगीमा आएको देख्न पाइन्छ। जबसम्म उनको सन्तान भएन तबसम्म उनकी सासूले बाँझी होस् अर्को बिहे गर्न मेरो छोरालाई तैले रोकिरहेकी छस् भनेर अनेक वचन लगाउँथिन् भने अब उनकी छोरी अर्थात् उनको सन्तानका रूपमा उनकी छोरी जन्मिँदा पनि तैले छोरी नै अलक्षिणी जन्माइस् भनेर उनलाई रोकटोक गरिरहेकी छिन् र हरेक शब्दमा नाना थरी गाली गरिरहेकी छिन्। उतापट्टि सीताले चाहिँ आफ्ना श्रीमान गौरव र आफ्नी नन्द सहित आफ्नी सासूआमाको मन पनि जित्न सफल भएकी छिन्। त्यो घरमा आइपर्ने हरेक समस्यासँग अगाडि सीता नै लड्नका लागि उभिएपछि उनको घरमा खुसियाली र उनलाई उनको परिवारले स्वीकार गरेको र उनका श्रीमानले पनि उनलाई फेरि प्रेम गर्न थालेको कुरा अवश्य देख्न पाइन्छ। उतातिर गौरवले चाहिँ त्यो डिभोर्स पेपर च्यातेर फालेको भने अघिल्लो भागमा देख्न सकिन्थ्यो भने उतातिर गौरवकी आमा आफ्नी छोरी सहित ज्योतिषी कहाँ चिना हेराउन भनेर गएकी हुन्। सबैको ग्रह दशा राम्रै भएको र सबैलाई एकदमै राम्रो हुने र अब छिटै सरिताको एउटा राम्रो घरबाट कुरा आएर सरिताको राम्रो घरमा बिहे हुने कुरा समेत त्यहाँ भेटिएको छ भने उतातिर उनकी बुहारीको 1-2 सालसम्म सन्तान नहुने र उनले चाहिँ सबलाई रिजाए जस्तो मात्रै गरेको र सबैजना घरका मान्छेहरूले आफूलाई मन पराउन थालेपछि सबैजनालाई घरबाट निकाल्ने र शासन गर्ने कुरा चाहिँ ज्योतिषीले उनलाई बताएका छन्। यस्तो कुरा थाहा पाइसकेपछि गौरवकी आमा चाहिँ एकदमै डराएर आफ्नी छोरी सहित घर फर्केकी हुन्। उतातिर गौरव र सीता चाहिँ एकदमै धेरै खुसी भएर बसिरहेका छन्। दर्शकबिन उतातिर देवी र आकाशले चाहिँ एउटा सन्तानलाई समेत आफ्नो हातले स्याहार सुसार गरेर राख्न पाइरहेका छैनन्। अर्थात् देवीकी आमाले चाहिँ आफ्नी नातिनीलाई स्याहार सुसार गरेर रेखदेख गरिरहेकी छिन् भने देवी चाहिँ बेला बेलामा आफ्नी
छोरीलाई हेर्न गइरहन्छन्। उतापट्टि चाहिँ उनकी सासूले जसरी हुन्छ दुःख दिनुपर्छ भन्ने सोच राखिरहेकी छिन् भने उतातिर लक्ष्मीले अब जसरी पनि आकाशलाई आफ्नो बनाउने र आफू विदेशबाट त्यहाँ आउनुको सपना पनि आकाशै हो र मैले आफ्ना सपनाहरू अब पुरा गर्न ढिलो गर्नुहुन्न। जति सक्दो चाँडो मैले आफ्ना सपना पुरा गर्न खोज्नुपर्छ। ब्ल्याकमेल नगरी त कसैले पनि भनेको मान्दैन। अब यही भिडियोबाट म आकाशलाई ब्ल्याकमेल गर्छु भनेर उनले आकाशलाई फोन गर्दै आफू भएको ठाउँमा भेट्न आउन भनेकी हुन्। आकाशले चाहिँ म आफ्नी छोरीलाई हस्पिटल खोप लाउन लिइरहेको छु, त्यसैले भोलि तिमीसँग कुरा गर्छु भनेपछि उनले चाहिँ भिडियो सबै गाउँलेहरूलाई देखाइदिने धम्की दिएपछि आकाश चाहिँ लक्ष्मीलाई भेट्न भनेर त्यहाँ गएका हुन्। दर्शक महानुभावहरू, लक्ष्मीले चाहिँ आकाश त्यहाँ आउनासाथ उनलाई अँगालो हाल्दै यसरी कति दिन बाहिरसम्म म तपाईँलाई बोलाउने आफ्नै घरमा म तपाईँकी श्रीमती हुँ भनेर गर्व म कहिले गर्न पाउँछु भनेर प्रश्न गर्दा तिमी मेरी कहिले श्रीमती भयो भनेर आकाशले उनलाई बताएका हुन्। तर लक्ष्मीले यो भिडियो मसँग क्लिप रहेको छ र तपाईँले मैले जे भन्यो त्यही मान्नु भएन भने म सबै गाउँलेहरूलाई यो भिडियो देखाइदिन्छु। मैले पहिलेदेखि नै व्यापार व्यवसाय गर्ने सोचेकी हुँ, मसँग त्यो गर्नका लागि नागरिकता पनि छैन भनेर उनले बताएपछि आकाशले चाहिँ म तिम्रो नागरिकता बनाइदिन्छु भन्ने सहमति दिएका हुन्। किनभने उनले चाहिँ लक्ष्मीसँग बिहे गरेको भिडियो चाहिँ उनकी श्रीमती र गाउँलेहरूलाई देखाइदिन्छन् भन्ने डरले चाहिँ आकाशले सहमतिमा आएका हुन्। उतापट्टि लक्ष्मीले चाहिँ उनकी आमाको सम्पत्ति आफ्नो नाममा गर्नका लागि नागरिकता बनाउँदै गरेको र आफ्ना आमा बुबा विदेश भएका कारणले अहिले नागरिकता बनेको छैन भनेर आकाशलाई बताएको जस्तो भने लागिरहेको छ। उतापट्टि आकाशलाई चाहिँ लक्ष्मीले हात तान्दै लिइरहेको अन्त्यमा चाहिँ भिडियो यसैमा समाप्त भएको छ। दर्शकवृन्द, अब आउने भागमा के होला त? कतै लक्ष्मीले फेरि आफ्नो चालले गर्दा देवी र आकाशलाई छुटाउन खोज्ने त होइनन्? कतै आकाशको मन पग्लिएर उनले देवीलाई छोडेर लक्ष्मीलाई रोज्ने त होइनन्? तपाईँहरूलाई के लाग्छ? जे लाग्छ कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनुहोला। हस्त, धन्यवाद।